अहिले यहाँ चाहिँ काँक्रा छ बढी, यो भक्तपुर लोकल काँक्रा छ, त्यसपछि टमाटर छ, अनि करेला, खुर्सानी र जुकेली छ, फर्सी, त्यति नै हो। नमस्ते, मेरो नाम देवेन्द्र बदार, घर चाहिँ डुङ्गेश्वर गाउँपालिका वडा नम्बर 6। अहिले गत वर्षभन्दा अलिअलि राम्रो छ। पोहोर साल चाहिँ गत वर्ष मेरो यो सिजनमा असिना पऱ्यो र नोक्सान भयो। त्यो वर्ष लगभग पोहोर साल लगभग 4-5 लाख रुपियाँ मात्रै भयो। अहिले लगभग 9-10 लाख रुपियाँ हुन्छ वर्षभरि। खासै जटिल त छैन, तर अलिक गरेको किसानहरूले त पाइराख्नु भएको छ। अब त्यसमा अलिकति नगर्ने, अनुदानको लागि मात्रै काम गर्ने त्यो प्रवृत्ति छ। त्यो प्रवृत्तिलाई अलिकति निरुत्साहित गर्न सक्यो भने, नत्र गर्ने किसानहरू त अब राज्यबाट पाउने सुविधाहरू पाइराख्नु भएको छ। अब मैले पनि त्योबाट त्यति ठुलो नलिए पनि सामान्य चाहिँ लिइरहेको। बजारको छैन अहिले उत्पादन हिसाबले यति। म त अलि बाहिर बजारमा पठाउनै सकेको छैन। हाम्रो यहाँ स्थानीय बजारमै पुगिरहेको छैन। बजारको पहिला थियो बजारको समस्या। मैले सुरुमा 10 वर्षदेखि तरकारी लागेको पहिला चाहिँ सुरुमा थियो। जब यो स्थानीय निकायहरू भइसक्यो, संहिता भइसक्यो, अहिले बजार तल आएको अवस्था छ। अहिले स्थानीयमै बढी खपत माग चाहिँ बढी छ। मूल्य पनि अब माग अलिक बढी भएपछि त मूल्य पनि हुने भइहाल्यो। पहिलाको तुलनामा मूल्य पनि अहिले राम्रो छ।